हेलो गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग होइन। आज म चाहिँ फेरि ब्लग स्टार्ट गर्दैछु। अब धेरै पछि भिडियो बनाउन लागेको, भोलि नै नआउँदो रहेछ होइन। खालि त्यो होइन होइन भन्न छोडेको थिएँ मैले, फेरि याद आयो। के गर्नु, त्यस्तै हो काम भन्न नि। त्यस्तो के काम गरेको पनि छैन, केमा बिजी हु थाहै छैन। अहिले नि म त्यो कम्प्युटर क्लास जोइन गरेको थिएँ नि त, अनि कहिले बिहान जानुपर्छ, कहिले दिउँसो गर्दाखेरि टाइम नै नमिल्ने। आज कलेज त अब जानै पर्यो होइन, त्यही पनि गएको छैन, जानु पर्यो मात्र हो। काम भयो होइन। आज भोलि त मल हाल्नुपर्छ। अब परिमाणले लिएर आएर अब काम गर्यो, आफ्नो परिमाण तिर्नु पर्यो। त्यो भएर धेरै गाह्रो छ। भिडियो बनाउन नपाएको कारण त्यही हो। त्यस्तो केही छैन कि आज कहाँबाट जाँगर लामा थाहा छैन। यतिकै भिडियो स्टार्ट गरिदिएर बसेको, त्यहाँ साथी आउनेछ। 8:30 बजे हो क्या म घरबाट हिँडेको। म कति छिटो आइसकेँ यहाँ, तर त्यो अझै आइसकेन। ती देख्न सक्नुहुन्छ। त्यो चाँडो आउने त कहिल्यै भएन। म के गरौँ, मेरो खुट्टा नि यस्तै रहेछ नि, छिटो छिटो हिँड्छु। फेरि आज नि बसिसकेँ। के भन्नु र, जहिले छिटो आइज भन्छ, कहिले आउँदैन छिटो। यस्तै लखर हिँडिरह्यो कि बिस्तारै बिस्तारै। अनि कहाँबाट हुन्छ त, म कति छिटो आउँछु बा नि। म अघि नै आएर भिडियो बनाएर बसिरहेको। कहाँ आइज ल, अब यो चो अब रातो रेड गर। अनि के छट्टो अलि त 9 बजे कि 8 बजे जाने भने त 8:30 बजी हिँड घर ठिक्क हुन्छ तँलाई। त्यस्तै गर्छ तैँले। के गर्नु साथी हो, साथी हो। छ हाम्रो त कामै छैन, न कलेज जान्छौँ न केही। बिजी छौँ न लास्टै। जा दिनदिनी बजार जा, दिनदिनी घर आइज, घर आउनै पर्यो। के गर्नु, त्यस्तै हो। अब फेरि रन्किँदै जान्छौँ। अब यो बाटो देख्न सक्नुहुन्छ। कस्तो बाटो बनाउनु लाग्यो, हिँड्ने दिन नि हिजो घुमेर गएको। तिनीहरूलाई पिट्नु पर्ने भयो कि हिँड्न दिनु। गाइस अब चाहिँ पछि भेटौँला ल, बाई बाई। कपाल यस्तो गर्दै गरे नि जिन्दगीमा मलाई कुराले ठग्यो। एउटा आफ्नो रूपैले हो, अर्को मायाले। तैँले रातो लगाइस नि, मलाई त के थाहा। उफ्रे के गर्नु र, बल्ल हामी लद्दाम मिलाइयो। कति बज्यो रे, 9:07 जाँदा यहाँ यसले कुरेर हो। अब गएर गाह्रो छ मलाई। कता म डाँडाबाट घुम्नु पर्छ, कसले घुमाएर खाल्छु। सरी।